लाउनु दा लाँदा मैले बनाएर फन्काइदिएर यस्तै लाउँछ यस्तो ध्यान नै चौध भन्दा चाहिँ कस्तो कुरो म त मासु घर खाएर हिँडेको जाँटो लगाइदिएको पहिला म त कति 2 वर्ष के गर्नु 2 वर्षसम्म बसेको गल खेल्ने परि जङ्गलमा त हिँड्दै टेम्केको टपमा पुगेको थियो तिमी गुराँस त दाइ टेम्के छिरापछि मात्रै हो गुराँसको लागि चाहिँ 3 जुरे नै जानुपर्छ क्या खोटाङ यो के भन्ने ठाउँमा पनि खुब फुलेको देखाएको थियो उसले टेम्की भ्लगले ए त्यो त्यसमा होइन त्यसको त फेसबुकमा नि राम्रै जान्छ भ्युज लाइक बल्ल चोखेर यहाँ चाहिँ म कुदाउँछु कुदाउँछ अरे एउटा किच्चकले हेर कुदाउँछ अरे सोध दाइ म कुदाउँछु भन्नु त सोझिन दादा भरोसा छ के तपाईँ पनि कुदाउने मैले सोझिन दादा राखेर धरा घुमाएको मान्छे पो त होला दिएला दाइ कुन ढुकुरो हुन्छ अरे अलिक हलुङ होला यता है त हामी चाहिँ टक्क अहिले चाहिँ चखुवा भन्छङ आइपुग्यो पछाडि 2 जना आउँदैछन् हामी यहाँनिर 2 जना छौँ अगाडि यस्तो रुई गर्छ कि उता जाने तपाईँको सामानहरू के गाँठे भारी बोकाएर सोध्दा न है ल मस दाइले कुदाउने होला होइन ल घुम दाइलो ल लड्नु सोध दाइ हाम्रो कुदाउँछ नि दाइले टेम्के भनेको त्यही अनि टेम्के त चाहिँ निकै माथि पो छ त आमा त्यहाँ हेर्दा त नजिकदेखि त निकै टाइम लाग्दो रहेछ पुग्नु बाइकमा आधी घन्टा 45 भयो केटा कता गयो ऊ भयो हेलो यतै हो रास्ता ल कस्तो सफ्ट हुने हो क्या अरे पाहाडहरू जस्तै छ यताबाट बाटो हो चखेवा भन्ज्याङ यता उनीको जाडोले हात मधेस मात्र लागेको छैन कि मेन दिक्तेल बजार त्यो माथिको चाहिँ टेम्के डाँडा कता छ त हामी चखेवा डाँडामा छौँ मैले दिक्तेल चाहिँ यहाँदेखि यति टाढा छ है हल्का कति भयो त 2.5 घन्टा भयो भइसक्यो नि लगभग अलि धेरै भएछ हिमाल जाने अरे हामी पान्दारे पाउँदैन नि कता यहाँ माथिको दिएको बाटो देखिएको क्या ऊ त्यो देखेको बाटो यतादेखि जान्छ होला भन्छ नि साथीहरू आउँदैन त आउँछ